यहाँहरुलाई मेरो हिमालय बिग स्क्यान च्यानलमा स्वागत छ। सुरुमा हामी माइक्रोसफ्ट अफिसलाई खोल्ने है। हजुरले यहाँसम्म बनाइसक्नु भयो हैन? हजुर। यो बनाएको यो बक्समा इन्सर्टबाटै गर्नु भयो होला पक्कै हैन? इन्सर्टमा जानु भयो, इन्सर्टमा गएपछि सेपमा गएर यो गर्नु भयो हैन? यहाँसम्म ठिक छ। अब तपाईले के गर्नु पर्यो भनेदेखि यसलाई यसरी सिलेक्ट गर्नु। हजुर। यसरी सिलेक्ट गरेपछि अब नजिक बनाउनु पर्यो नि त हैन? होममा क्लिक गर्नु। होममा क्लिक गर्नु भयो 1 नम्बरमा। 2 नम्बरमा तपाई यहाँ क्लिक गर्नु। लाइन स्पेसिङ। हजुर। लाइन स्पेसिङमा गएपछि यो छ नि रिमुभ स्पेस आफ्टर प्याराग्राफ यसमा क्लिक गर्नु। हजुर। है यो नजिक आउँछ कति नजिक चाहिन्छ। अब यो फन्ट हेर्नु फन्ट कति छ एक्चुअली फन्ट हेर्नलाई यहाँ क्लिक गर्दिनु। यहाँ 12 को रहेछ यहाँ 12 देखा। अब अलिकति ठुलो बनाउन पनि पाउनु भयो तपाईले यसरी सिलेक्ट गर्न यहाँबाट 14 को बनाइदिनु। यसलाई यसरी घटाइदिने अनि यो साइडकोबाट यसरी राख्नु है। यति भयो। डेकोरेसन सिंगार पटार गर्ने भनेको एउटालाई गर्ने पहिला एउटालाई गरिसकेपछि अनि तपाईले चित्त बुद्ध जस्तो भयो भने बल्ल यतातिर त्यसलाई अनि कपी गर्नु। अब यसलाई चाहिँ यहाँनिर क्लिक गर्ने यो लाइनमा यो लाइनमा क्लिक गर्नु। यो लाइनमा क्लिक गरेपछि यो किबोर्डको कन्ट्रोल थिच्नु यहाँ सानो प्लस आइहाल्छ यसरी थिच्नु। अथवा यसरी आउँदैन भने यसलाई सिलेक्ट गरिराख्नु भयो हैन? यो सिलेक्टै छ यहाँ चारैतिर हाम्रो छ नि निलो निलो आएको। यसलाई कन्ट्रोलसँग डिप प्रेस गरे नि हुन्छ अर्को डुप्लिकेट हुन्छ यसैको। तर सजिलोको लागि तपाईले माउस खेल्न जान्नुहुन्छ भने माउसकै युज गर्नु राम्रो हुन्छ है। यसलाई मैले कन्ट्रोल जेड गरे हटाइदिएँ। अब मैले यहाँ यसलाई यतापट्टि तान्छु जस्तै यहाँ यसरी लाने बित्तिकै यहाँ कन्ट्रोल थिचे मैले यहाँबाट यसरी ड्र्याग गरे है यतिको राखेँ। अब यसलाई ठ्याक्कै सेन्टर राखिदिन्छ अलिकति। यसलाई शिफ्टसँग सिलेक्ट गर्नु एडिटलाई यसरी सार्नु। अब यहाँ थोरै जस्तो भयो भने अलिकति यसलाई मात्रै क्लिक गर्नु अनि यसरी सार्दिने हुन्छ। यहाँनिर यसमा क्लिक गर्नु यसरी सार्नु। यहाँ ग्याप हुन्छ नि त च्याप्नलाई। अनि फेरि यसलाई शिफ्टसँग यसलाई थिच्नु। लेटेस्ट सिलेक्ट भयो। फेरि अब कन्ट्रोलको पालो अब कन्ट्रोल थिच सानो प्लस आउँछ यसरी तान्नु यसरी तान्ने। अब एकैचोटि 4 वटा नि तान्न सकिन्छ तर हाम्रो ठाम हेरी हेरी गर्नु पर्यो नि त। अब फेरि दुईटाले तान्नु हामीले फेरि यही कन्ट्रोल थिच्नु यसरी राख्दिनु। अब फेरि दुईटा अट्छ कि विचार गरौँ हट्नु पर्ने हो। यहाँबाट फेरि यसरी तान्नु यसरी हट्यो। यसलाई र यसलाई सिलेक्ट गर्न अलिकति थोरै माथि सार्दिने। यसरी हामीले कोठामा राखेर कोलममा राखेर अथवा बक्समा राखेर बनाउन सक्छौँ। अब तपाईले मजाले बुझ्नु भएको छ भन्ने मलाई विश्वास लागेको छ। धन्यवाद मैले बुझेँ। अब म यसलाई फेरि आफूले अब व्यवहारिक रूपमा बुझिन भनेर म आफैले गरेर हेर्छु र हजुरलाई रिचेक गर्न लगाउँछु। ल अब हजुरलाई एकचोटि ट्राई गर्न। यदि भिडियो राम्रो लागेमा भिडियोलाई लाइक शेयर कमेन्ट र च्यानललाई सब्स्क्राइब गरिदिनु होला।